Konnichiwa, listen to Dai Nikha grammar. Kore wa kore yo sore त्यो आरे उ त्यो इम्पोर्टेन्ट कुनै पनि वस्तुलाई इन्डिकेट गर्दाखेरि यसको युज हुन्छ कोरे सोरे आरे प्लस वा प्लस नाउन फर्मुला एक्जाम्पल कोरे वा रिङ्गो देश यो चाहिँ स्याउ हो कोरेको पछाडि वा पार्टिकल आएर बल्ल नाउन आउँछ कोरे वा इकुरा देशका यो चाहिँ कति रुपियाँ हो एक्जाम्पल सोरे वा आनातानो खावन देशका यो चाहिँ तपाईको हजुरको झोला हो र अर्को छ आरे वा यामा देश उ त्यो चाहिँ हिमाल हो इन्डिकेट गर्नु पर्दाखेरि आरे वा नान देशका उ त्यो चाहिँ के हो त्यो चाहिँ नानको खान्जी हो अब अर्को छ कोनो सोनो आनो कोनो भनेको यो सोनो भनेको त्यो र आनो भनेको उ त्यो उतातिरको चाहिँ अगाडिका कोरे सोरे आरे भनेको वस्तुलाई इन्डिकेट गर्छ भने यसले चाहिँ प्लेस भन्दा नि मान्छेलाई रिलेटेड गराएर चाहिँ यसको प्रयोग हुन्छ फर्मुला भनेको कोनो सोनो आनो प्लस नाउन प्लस वा पार्टिकल कोनो होन वा ओमोसिरोई देश यो बुक चाहिँ इन्ट्रेस्टिङ छ कोनो जिन वा वाताशी नो सेन्सेई देश यो मान्छे वा वहाँ चाहिँ त्यो मान्छे चाहिँ मेरो शिक्षक हुनुहुन्छ सुनो खावन वा आनातानो देशका यो झोला चाहिँ तपाईको हो र सुनो पेन ओ कुदासाई त्यो पेन दिनुहोस् कृपया त्यो पेन दिनुहोस् है आनो इनु वा वा इ देशका देशने खावाई देशने यो कुकुर चाहिँ क्युट छ है सौ देशका मिनिङ चाहिँ हो र युजेस चाहिँ कुनै कुरा बुझ्दा वा हल्का अचम्म परेको अवस्थामा युज गरिन्छ एक्जाम्पलमा चाहिँ कोरे वा आनातानो खावान देशका कसैले झोला खोजिरहन झोला भेटियो के यो तपाईको झोला हो र हाय सौ देशका हो यही हो मेरो झोला मेरो हो भन्नुपर्दा जमाता सितारी गत्तको चाहिँ सायोनारा मिनासन